जब भविष्य बदल्ने खालको महत्वाकांक्षा र ठूल्ठूला परियोजनाहरूको कुरा आउँछ, सायद एउटै नाम सबैको दिमागमा सबैभन्दा पहिले आउँछ, होइन त? इलन मस्क। आज हामी यिनै व्यक्तित्वको असाधारण यात्रालाई अलि नजिकबाट निहाल्नेछौँ। अब एउटा ठूलो प्रश्न छ, के साँच्चै एक व्यक्तिले मात्रै मानवताको पुरै भविष्य बदल्न सक्छ त? यो प्रश्न सुन्दा जति विशाल लाग्छ, इलन मस्कको लक्ष्य पनि त्यति नै ठूलो छ। ल आउनुहोस् उनको यात्रामा डुबौं र यो प्रश्नको जवाब खोज्ने कोसिस गरौं। हरेक ठूलो यात्राको एउटा सुरुवात हुन्छ, होइन र? इलोन मस्कको कथामा पनि एउटा सुरुवात थियो, तर त्यो सुरुवात कुनै सामान्य सुरुवात थिएन। यो त एउटा असाधारण सपनाबाट सुरु भयो, जसले उनलाई कहाँबाट कहाँसम्म पुर्यायो हेरौँ न त। रकेट र इलेक्ट्रिक कारहरूको दुनियाँमा आउनुभन्दा धेरै पहिले मस्कले डिजिटल संसारमा आफ्नो छाप छोड्दै थिए। Zip2 देखि सुरु भएर पेपालसम्मको यो यात्राले उनलाई करोडपति मात्र बनाएन, बरु एउटा आइडियालाई कसरी वास्तविकतामा परिणत गर्ने र ठूला उद्योगहरूलाई समेत कसरी चुनौती दिने भन्ने कुरा सिकायो। भनौँ न, यही पुँजी र अनुभव नै उनको भविष्यका रकेटहरूको लागि इन्धन बन्यो। हो, कथाले एक नाटकीय मोड यहीँनिर लिन्छ। पेपाल बेचेर कमाएको करोडौं डलरले उनी चाहेको भए आरामको जिन्दगी बिताउन सक्थे। तर उनले त्यो बाटो रोजेनन्, बरु आफ्नो सबै कमाई लगेर यस्तो ठाउँमा खन्याए जहाँ सफलताको कुनै ग्यारेन्टी थिएन र असफलता त लगभग निश्चित जस्तै देखिन्थ्यो। उनका लक्ष्यहरू कुनै सामान्य व्यापारिक थिएनन्, ती त मानवताका लागि थिए। पहिलो, स्पेसएक्स मार्फत मानवजातिलाई बहुग्रहीय बनाउने, ताकि कुनै महाविपत्ति आइपरे पनि हाम्रो अस्तित्व जोगियोस्। र दोस्रो, टेस्ला मार्फत पृथ्वीलाई दिगो ऊर्जामा लगेर हाम्रो ग्रहलाई बचाउने। यिनै दुई महान उद्देश्यहरू उनको साम्राज्यको जग बने। तर ठूला सपना देख्नु जति सजिलो छ, त्यो बाटो हिँड्नु त्यति नै गाह्रो। अब कथाको त्यो भाग आउँछ जहाँ सबै कुरा दाउमा थियो र उनका सपनाहरू चकनाचुर हुने अवस्थामा पुगेका थिए। सन् 2008सम्म आइपुग्दा उनले रोजेको त्यो जोखिमपूर्ण बाटोले उनलाई विनाशको मुखमा पुर्याइसकेको थियो। स्पेसएक्स र टेस्ला उनका दुवै सपना एकैचोटि डुब्न लागेका थिए। उनले लगानी गरेको हरेक पैसा बालुवामा खन्याएको पानी जस्तै व्यर्थै गइरहेको थियो। स्पेसएक्सको सुरुवात त सपनाभन्दा बढी दुस्वप्न जस्तो थियो। पहिलो प्रयास असफल, दोस्रो प्रयास त्यो पनि असफल, तेस्रो रकेट त आकाशमै विस्फोट भयो। सोच्नुहोस् त, हरेक असफलतासँगै करोडौं डलर मात्र होइन, उनको इज्जत र विश्वास पनि खरानी भइरहेको थियो। चारैतिरबाट दबाव यति बढ्यो कि थेग्नै नसक्ने भयो। र यो सङ्कट एकतर्फी थिएन। एकातिर आकाशमा स्पेसएक्सका रकेटहरू पड्किरहेका थिए, अर्कोतिर जमिनमा टेस्ला उत्पादनको समस्या र पैसाको अभावले गर्दा टाट पल्टिने अवस्थामा थियो। यो त प्राविधिक र वित्तीय चुनौतीहरूको यस्तो आँधी थियो जहाँबाट उम्किने कुनै बाटो नै देखिँदैनथ्यो। त्यो निराशाको क्षणलाई मस्क आफैले यसरी सम्झिन्छन्। हामीसँग चौथो रकेटका लागि मात्रै पाट पूर्जा थियो। यदि त्यो पनि विस्फोट भयो भने सबथोक सकिन्थ्यो। मतलब यो उनको अन्तिम मौका थियो, कि वार कि पार। तर भनिन्छ नि, सबैभन्दा अध्यारो रातपछि नै बिहान हुन्छ। यही तनावपूर्ण क्षणपछि कथाले यस्तो मोड लियो जहाँ दृढताले सफलता पायो र इतिहास रचियो। त्यो साल थियो 2008, एउटा यस्तो साल जसले कि त सबै कुरा समाप्त गर्दै थियो कि त सबै कुरा बदल्दै थियो। र त्यो अन्तिम मौकामा चौथो प्रक्षेपण सफल भयो। साँच्चै सफल भयो। त्यो सफलता एउटा रकेटको उडान मात्र थिएन, त्यो त स्पेसएक्सको पुनर्जन्म थियो। यही सफलताले नासाको विश्वास जित्यो र अर्बौं डलरको कन्ट्र्याक्ट दिलायो, जसले कम्पनीको भविष्यलाई सधैँका लागि सुरक्षित गरिदियो। त्यो एउटै सफलताले सबै कुरा उल्टाइदियो। विनाशको डिलमा पुगेका कम्पनीहरू जो हिजो हाँसोको पात्र बनेका थिए, आज आफ्नो उद्योगको भविष्य लेखिरहेका छन्। यो साँच्चै नै इतिहासकै सबैभन्दा अविश्वसनीय कमब्याक कथाहरूमध्ये एक हो। ल, उनले आफ्ना कम्पनीहरू त बचाए, तर यहाँ ठूलो कुरा के छ त? यी कम्पनीहरूको सफलता मानवताको भविष्यको लागि एउटा ठूलो योजनाको हिस्सा कसरी हो? आउनुहोस् यो बुझौं। हो, यहाँनिर मस्कको वास्तविक र विशाल योजना देखिन्छ। उनका कम्पनीहरू छुट्टा छुट्टै व्यापार मात्र होइनन्, बरु यी सबै एउटा ठूलो र अन्तर्सम्बन्धित योजनाका टुक्राहरू हुन्, जसले एकअर्कालाई सहयोग गर्छन्। यो एउटा इकोसिस्टम हो।
यसलाई यसरी बुझौं, टेस्ला र सोलर सिटीले पृथ्वीमा सफा ऊर्जाको व्यवस्था गरेर हाम्रो ग्रहलाई बस्न योग्य बनाइराख्छन्। द बोरिङ कम्पनीले हाम्रा शहरहरूको जीवन सहज बनाउँछ र यदि भगवान नकरुन् पृथ्वीमा बस्न नसक्ने अवस्था आयो भने स्पेस एक्सले हामीलाई अर्को ग्रहमा जाने बाटो दिन्छ। यो एउटा पूर्ण योजना हो। प्लान ए पृथ्वीलाई बचाउने र प्लान बी मानवताको लागि एउटा ब्याकअप तयार गर्ने। त्यसो भए यो सबैको मतलब के हो त? यसको मतलब हो असम्भव भन्ने कुरा सायद हुँदैन। मस्कको यो यात्राले स्थापित उद्योगहरूलाई नयाँ तरिकाले सोच्न बाध्य बनाएको छ र हामीलाई देखाएको छ कि मानवताका सबैभन्दा ठूला चुनौतीहरूको पनि समाधान सम्भव छ। यो केवल कार र रकेटको कथा होइन, यो त भविष्यको लागि एउटा ठोस र आशावादी रोडम्याप हो। र अन्तमा यो कथाले हामीलाई एउटा प्रश्न सोच्न बाध्य बनाउँछ। जब सारा संसारले तिमी असफल हुन्छौ भनिरहेको हुन्छ, त्यति बेला पनि भविष्य बदल्ने आफ्नो सपनामा सबै कुरा दाउमा लगाउन आखिर कस्तो प्रकारको असाधारण साहस चाहिन्छ होला?